Namaste. Welcome back to my new mini vlog. So as you all can see, today I'm starting my vlog from my kitchen because I'm going to make something, something banale I'm going to make pani puri. I was having a lot of craving for pani puri since a long time. बट यहाँनिर चाहिँ अब त्यो घामहरू नलागेकोले गर्दाखेरि चाहिँ मैले खानु पाएको थिइनँ चिसो लाग्छ भनेर सो टुडे इट्स क्वाइट अ सनी डे होइन अलिकति राम्रो भइरहेको छ दिन त्यही भएर चाहिँ आई वाज थिङ्किङ अफ ह्याभिङ पानीपुरी हो अन्तखेरि त्यही हो मेरो सानो मिनी भ्लग हेरिदिनुहोस् होला तपाईँहरूले स्किप नगरिकन एन्डसम्म हो एन्ड डु नट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल अन्त त्यही भन्दै सो आइम स्टार्टिङ माई भ्लग सो अब चाहिँ यहाँनिर मैले काट्न आँटेको छु होइन यहाँनिर चाहिँ यो कोरिएन्डर हालिदिएँ मैले अन्त यो प्याजलाई पनि छिलेर चाहिँ हाल्नुपर्छ हो पुरा अल्छी लाग्यो साँझ मलाई काम गर्नु तर पनि मलाई अब त्यो अस्ति क्रेभिङ भइरहेको थियो नि त खाने त्यसले गर्दा मात्रै उयो गरेको मैले बनाएको यसमा राम्रै हुन्छ टपिङ होइन यो चाहिँ उयो अरूभन्दा पनि मोमोहरू बनाउँदाखेरि चाहिँ एकदमै सजिलो हो प्याजहरू आँसु पनि निक्लिँदैन यसले चाहिँ छिटो पनि हुन्छ हो यहाँनिर चाहिँ अब मैले दुईवटा प्याज आमा कस्तो कडा हो यो त यहाँनिर चाहिँ हाल्नुपर्छ अब ग्रिन चिली हो यो चाहिँ मैले अघि सबै धोएर रेडी गरिराखेको थिएँ नि त अन्त आमाले चाहिँ धेर नहालौँ होला पिरो हुन्छ होला हो साह्रै पिरो पनि खानु सक्दैन फेरि यति नै हाल्छु म अब चाहिँ पिस्नुपर्छ इट्स भेरी इजी यसमा यहाँ माथिपट्टि चाहिँ एउटा उयो हुन्छ नि त बटन हुन्छ नि त होइन त्यसलाई यसरी प्रेस लेट्स सी कति भयो हो अलिकति उयो गर्नुपर्ने छ धनियाँ चाहिँ राम्रो ग्राइन्ड गर्छु सो गाइस यो रेडी भइसक्यो मेरो बेसी टाइम पनि वेस्ट हुँदैन एकैछिन हुन्छ अनि चाहिँ यो रेडी भइसक्यो होइन यहाँ चाहिँ म यहाँ पटेटोमा हाल्नु दिएको अलिक ज्यादा हुन्छ जस्तो लाग्यो मलाई डन यो चाहिँ हालिसकेको छु अन्तखेरि अब यसमा चाहिँ अझै मसलाहरू एड गर्नुपर्छ त्यो चाहिँ के गर्नुपर्छ त्यो चाहिँ म तपाईँहरूलाई भनिदिन्छु दिस इज माई वे अफ के भन्नु पानीपुरी खोर्सानीको खोर्सानीको यो पिरै भयो आँखामा पुरा ओमाइ गड मेरो आँसु आयो पुरा अन्तखेरि दिस इज माई वे अफ मेकिङ पानीपुरी होइन मलाई चाहिँ यसरी नै मनपर्छ अलिक चटपटा खालको होइन सो त्यही हो हेरि गर्नुहोस् म तपाईँलाई रेसिपी दिन्छु मैले चाहिँ पदिना ल्याउनु बिर्सेछु पदिना हो अनि त्यही ल्याउनु गएको कहाँ भने चाहिँ यहाँनिर हट हाउसमा बाबाले रोप्नु भएको छ नि त यहाँनिर मार्छ भक्कु टिपेको देखिन्छ हो तर पनि यति जस्तो चाहिँ टिप्छु म अन्त तपाईँहरूलाई पनि देखाउँछु हट हाउस यहाँ यस्तो छ नि त यहाँनिर खोल्नुपर्छ बाबाले यहाँ पनि लक गर्नुभएको छ यसरी कस्तो कराउ कुखुराहरू बस्छ भने होला यस्तो छ नि त हाम्रो चाहिँ हट हाउस अन्त अस्ति मैले देख्दाखेरि चाहिँ पदिना चाहिँ यहाँ बाहिरै थियो होइन ला यहाँ त छैन रहेछ ए यहीँ रहेछ यहीँ देखेको थिएँ मैले यो चाहिँ हो पदिना वा कस्तो दामी भइरहेको रहेछ एकदम यहाँ चाहिँ हो धनियाँ दिस इज आवर हट हाउस होइन यहाँ पनि छ यस्तो छ यहाँनिर चाहिँ हाम्रो हट हाउस यो चाहिँ पुरानो हट हाउस हो अन्त यहाँनिर चाहिँ बाबाले के रोप्नु भएको छ यहाँनिर चाहिँ यहाँनिर पनि के रोप्नुलाई नै यस्तो बनाउनु भएको अब यहाँनिर हेर्दै गर्नुहोस् अब चाहिँ म यहाँनिर पदिना टिप्दैछु हो वा बारीको यस्तो फ्रेस होइन पदिना फेरि मलाई कस्तो मनपर्छ क्या यो पदिना धनियाँहरू मेरो फेभरेट हो अचारहरू पनि पुरा मनपर्छ आई लभ यहाँ चाहिँ स्नोबीमा रहेछ स्नोबी स्नोबी कहाँको भाइ त भक्कु चाहिँ टिप्दिनँ अलिकति मात्रै यति मात्रै टिप्छु किनभने मलाई चाहिँ बाबाले अहिले भक्कु टिपेन अलिकति चाहिँ अब चेक उयो पनि धनियाँ पनि होइन अघि छन् त छ कि तर अलिक कम्ती हुन्छ होला भनेर मलाई चाहिँ फेरि यो धनियाँहरू चाहिँ हुन्छ नि अब जेमा पनि हालेको मनपर्छ जेमा पनि मनपर्छ सो यति टिप्छु म होइन यो भयो अब सो जानुपर्छ यसमा आइज छिटो यहाँ आइज भाइ सो गाइस यहाँनिर चाहिँ मैले उयो हालिसकेको छु पदिना हालिसकेको छु धोएर पनि हो अन्त यसलाई अब मैले ग्राइन्ड गर्नु यस मेरो मेन चाहिँ भएछ एकदम ग्राइन्ड हो बिकज अफ दिस लाइट होला लुकिङ सो उयो अलिक कालो कालो खालको किचन पनि सफा देखाउनुपर्छ हो
यो आलुलाई चाहिँ खाने बेलामा चाहिँ म्यास गर्नुपर्छ त्यसलाई चाहिँ यतिकै राखिदिन्छु म अहिले हो छ यो पानी हो तर यो चाहिँ अलिक कम्प्लिट भएको छैन अझै यहाँनिर चाहिँ आलु छ अन्त त्यहाँनिर चाहिँ बहिनीले जिरा भुट्दैछ हो अनि चाहिँ अब यो फ्राई गर्नुपर्छ अन्त अझै एकजना हाम्रो साथी आउँदैछ यहाँ हेरिदिनुहोस् यहाँ हाई भनिदिनु अब चाहिँ हामीले खानु दिएको गाइस हाम्रो चाहिँ यहाँ महान व्यक्तिले पानीपुरी फ्राई गर्नु भएको थियो आल्लाई ढोलाइ होइन त यस्तो हुँदैछ नफुलेर यस्तो पानीको उयो हुन्छ यहीँबाट उयो तानेर यहीँबाट जाने आमा के मेरो पेज के हो यो कालो न कालो भगवान मेरो फोनको क्यामेरा अलिक राम्रो भइदिनु अलिक पछि देख्छ है हुँदैन फुलिँदा फुलिँदा पुरी उयो हुँदैछ पल्टाएर न त्यसलाई पल्टाउँदा उयो हुन्छ यस्तो एकपट्टि फुलिन्छ एकपट्टि फुलिँदैन त्यो निकालिहाल्नु न लागेको न सिकाउनु पर्ने अहिले भर्खर मैले एउटा मात्रै हाल्दा फुलेको देखेँ तपाईँले उनी भन्नु न यो के गर्छ खानु भुल्यो हो भइसक्यो मैले त्यही कारणले नहालेको साइडमा राखिराखेको थिएँ के तिनवटा छ गाइस हाम्रो पानीपुरी पनि बनिसक्यो हो खाना दिएको खाना त्यो मा हाई भनिदिनु हाई भन्नु न काकी हाई भनिदिनु यहाँनिर पनि छ सुसिन्दी यहाँ हो अन्त यहाँ चाहिँ म हामी खानु आँटेको तपाईँहरू चाहिँ हेर्नुहोस् हामी guys मेरो पानीपुरी सो गाइस अब चाहिँ यहाँनिर हामीले पानीपुरी पनि खाइसक्यो हो खाइसक्यो भन्दा पनि खाँदैछ अन्तखेरि एकदमै मिठो भयो मैले जग बनाइदिएको छु पानी खाने स्टाइल अरे पानीपुरीको हो यता चाहिँ आधी फुलेको छैन यता चाहिँ आधी फुलेको छ हो एक्सप्लेन गरेको हेर्न न मैले फुलाएको कि अन्त दामी फुल्दैछ यता चाहिँ यहाँ चाहिँ त्यसरी खाँदैछ मै भरि बनायो होला होइन राम्रै छ पानी हाल्नुपर्छ यहाँ पानी जान्छ है सो गाइस यति नै थियो मेरो आजको भ्लग चाहिँ हैन पक्रिने हो नि त एन्डै गर्नु दिँदैन मलाई भ्लग बाइ गाइस सो गाइस आजको मेरो भ्लग चाहिँ अब यति नै थियो हैन होप तपाईहरुलाई मेरो भ्लग मन पर्यो होला हैन मन पर्यो भने चाहिँ लाइक शेयर सब्स्क्राइब गरिदिनुहोस् थ्यांक यू सो मच फर वाचिङ सबैजनालाई बाइ